हेलो एभ्रिवान होइन। अब चाहिँ के छ भन्दाखेरि यो बाहिरतिर चाहिँ के छ भन्दाखेरि चुनावको माहौल छ, भित्रतिर बोर्डको माहौल छ। अबको 3 महिना लगभग 3 महिना भनौँ, 3 महिनामा चाहिँ हाम्रो क्लास 12 को बोर्ड इक्जाम हुँदैछ। तर यो बोर्ड इक्जामलाई केले डाइभर्ट गरिदिएको छ भन्दाखेरि चुनावले डाइभर्ट गरिदिएको छ। फागुन 21 गते चुनाव भन्ने कुरा छ। अब चुनाव भनिसकेपछि, नेपाली भइसकेपछि, त्यसैमाथि भोटर आइडी कार्ड बनाइसकेपछि चुनाव भन्ने बित्तिकै अब नयाँ चेन्जेसहरू खोजिरहेको युवाहरू हामी नै हो। अब युवा भन्दैमा आफ्नो भविष्यलाई, त्यसपछि गएर आफ्नो पढाइलाई, आफ्नो स्टडीलाई, आफ्नो इक्जामलाई बिगार्ने कुरा भएन। त्यस कारणले गर्दाखेरि अब चाहिँ अबको लगभग 100 दिन जति, किनकि अब इक्जाम बोर्ड पनि सर्छ जस्तो छ। यो के भन्छ, क्लास 10 को रुटिन आज मात्रै निकालेको छ। अब क्लास 10 को चैत लास्टसम्म हुन्छ भनेपछि बोर्ड पनि त्यसको लगभग 15-20 दिन पछि नै हुन्छ भनेपछि वैशाखको लास्टतिर नै जान्छ होला बोर्ड होइन, हाम्रो क्लास 12 को बोर्ड। त्यस कारणले गर्दाखेरि लगभग हामीसँग 100 दिन जति छ। 100 दिनको तारिक लिएर चाहिँ हामीले अब के गर्नुपर्छ भन्दाखेरि बोर्डको तयारी गर्नुपर्छ। र मैले चाहिँ अहिले साइन्स पढिरहेको छु होइन। साइन्स अझै त्यसमाथि बायो मेजर गरिराख्दाखेरि अब धेरै कुराहरू हुन्छ, धेरै कुराहरू बुझ्नुपर्ने हुन्छ, धेरै कुराहरू सम्झनुपर्ने हुन्छ र त्यही अनुसारको लेखाइ पनि राम्रो हुनुपर्छ मार्क्स राम्रो आउनको लागि। र पास्ट इयरमा चाहिँ कसरी 3.96, कसरी 3.92 जति, 3.96 नै कति 500जनाले ल्याएको भन्ने कुरा सल्लाह थियो। त्यसैमाथि आधी जति त हाम्रै कलेजले ल्याइरहेका थिए होइन। अब कलेजको नाम मैले खुलाउन चाहिनँ। त्यही भएर चाहिँ अब बोर्डमा पनि राम्रो गर्नुपर्छ भन्ने धारणा, विचार अभिसायले चाहिँ हामीले चाहिँ अब 100 दिनको हामीले अब डेली भिडियो अपलोड गरिन्छ होइन। अब त्यही भिडियो अपलोड गर्दाखेरि मैले चाहिँ दिनमा के गरेँ, के पढेँ, अनि त्यसपछि गएर कस्तो एचिभमेन्टहरू भए, अनि त्यसपछि गएर कस्तो डाउनफल अथवा ब्रेकडाउन, त्यसपछि गएर त्यस्तै नराम्रो कुराहरू कस्तो भए, राम्रो कुराहरू कस्तो भए भन्ने जानकारीहरू दिनेछु। र बोर्डको तयारी चाहिँ हामीले सबै मिलेर अब गर्नुपर्छ भन्दै यो भिडियोलाई चाहिँ अन्त्य गर्न चाहन्छु।